तेरी नजरों ने दिल का किया जो हशर। हेलो एभ्रिवान, वेलकम टु माई भ्लग। आयो सोझा सन्चै हुन्छ, म पनि सन्चै छु। आज चाहिँ हामी जाँदैछौँ मुभी हेर्न। यो चाहिँ मेरो सेकेन्ड भ्लग हो। अब कस्तो हुन्छ थाहा छैन, बन्ने आउन। मौसम कस्तो दामी देखेको, पानी आएर बिदो भएको हो कि। आज चाहिँ मेरो साथीहरू भएर जाँदैछौँ मुभी हेर्न 4 नम्बर। हामी चाहिँ घरदेखि नि 12 बजेको टिकट छ, 12:30 यहीँ हुन थालिसक्यो। जान चाहिँ 1 घन्टा जति लाग्छ होला। यिनीहरू चाहिँ यहाँ छन्, भलङ नै हो कि नि राख्छु त। 2जना चाहिँ गइसक्यो। हामी फेरि हेर्नु कस्तो राम्रो आकाश। वाउ, आफूलाई हिरो नि लाग्यो यो। अघिको कति राम्रो के माथि। हेर न। वाउ, त्यसपछि चाहिँ हामी गाडी चढ्यौँ। गाडी पनि आयो कि हतार पनि भएको थियो, ठ्याक्कै गाडी पनि आयो। त्यसपछि चाहिँ हामी गाडी चढेर लाग्यौँ। बाटो चाहिँ एकदम अप्ठ्यारो थियो, त्यही पनि गाडीले चाहिँ एकदम छिटो छिटो लगेको थियो। हामी चाहिँ गाडीमा हाँस्दै रमाउँदै गएको थियौँ, खासै मान्छे पनि थिएनन्। त्यसपछि चाहिँ हामी रमाउँदै गाडीमा, खासै मान्छे पनि थिएनन्, रमाउँदै रमाउँदै गएका थियौँ। अनि त्यसपछि हामी बनगाई पुग्यौँ। यो चाहिँ हेरुवा बनगाई हो। बनगाई पुगेर हामी चाहिँ रमाउँदै गएको थियौँ कि खासै मान्छे थिएन, हामी मात्र थियौँ। हामी चाहिँ 5जना थियौँ, त्यसरी रमाउँदै गएको थियौँ। हामी चाहिँ पुग्यौँ, गाडीबाट पनि झऱ्यौँ। यो चाहिँ हाम्रो फिल्म हल हो 4 नम्बरको। अनि हामी चाहिँ एकदम रमाउँदै गएका थियौँ। अनि टाइम पनि भएको थियो, 10 मिनट अघि चाहिँ पुगेको थियौँ। अनि हामी गएर फोटोहरू खिचेर चाहिँ जान लाग्यौँ। सबैजना गयौँ। अनि उता चाहिँ खाना नै हतार छ कि हामी चाहिँ छिटो छिटो। त्यसपछि चाहिँ हाम्रो यहाँ फिल्म चाहिँ सुरु हुन लागेको हुन्छ। अनि त्यहाँ चाहिँ फिल्म पनि सुरु भयो। फिल्म चाहिँ एकदम राम्रो छ, गएर हेर्न पनि सक्नुहुन्छ। घुत्थली फिल्म। अनि कस्तो आँसु आएको के त, हेर्दा हेर्दै सबै रोइ गएर साथीहरू त्यति धेरै रुन्छन् भन्ने भए त मजा आउने नै थिएन। एकदम रमाइलो भयो। अनि हल्का डर पनि लागेको थियो। छिनको छिनै बदली यो के भो जिन्दगी। छिनको छिनै बदली यो के भो। गाइस आदि भयो। गाइजहरू रोएर आँखा सुनाइरहन् उता आदि भयो गाइस। हामीले चाहिँ यस्तो आशा आइरहेको हो रुन्न भन्दै। हामी चाहिँ त्यति रोएनौँ। यता हामी त रोएनौँ अरे। साथीहरू चाहिँ सबै रोएर त्यस्तो थियो कि हालत चाहिँ। अझ मैले भिडियो बनाइनँ, भिडियो बनाउन पनि खासै पाइनँ नि त, लुकेर बनाएको। अनि सबै रोएर लास्टसम्म हेर्दा त म पनि रोएको जस्तो, खासै रोएन म त। अनि मान्छे पनि एकदम धेरै थिए कि। अनि हेर्दै हेर्दै सक्यो, एकदम रमाइलो। गाइस ल के अरे फिल्म चाहिँ सक्यो, एकदम राम्रो रहेछ। अब चाहिँ हामी जान लाग्यो। बाई बाई गाइस। रुन्न भनेको त रोइहाल्ने के। आहा त हेर न। ल मेरो हेर न, यस्तो जुम गरेर देखाउन मेरो मुख हेर न। आउँदा कस्तो खेल्छ, कालो लाग्छ मेरो। मेरो कालो लाग्छ। खोइ कस्तो आउँछ एकछिन। ओए मेरो मुख म त हेर रुँदा आँखा यस्तो बहदै भयो। गाइस हामी त फिल्म हेरेर फर्किनु लाग्यौँ। बाई बाई नै सबै दुईटी चाहिँ उता गइसकेछन्, एउटी चाहिँ उता आउने थियो। कस्तो भयो सोध्छु भनेको त, कति अगाडि कति पछाडि गएँ। अब त्यस्तै भयो, तर राम्रै भयो भनौँ। गाइस हामी चाहिँ अब जान लाग्यो। ल भन फिल्म कस्तो लाग्यो? बेस्ट प्लस इमोसनल दुवै। ओइ
बिपनी फिल्म कस्तो लाग्यो मलाई बाटोलाई गर्यो ओइ त्यहाँ चटपट खाने हो र चटपटी खान हुन्न अनि त्यसपछि हामी चोकमा आयौँ अनि बाटो चाहिँ यस्तो छ कि अब बनाउँदैछ नि त अनि त्यहाँ भाइरल चटपटी अब 4 नम्बर गइसकेपछि चटपटे नखाने त कुरै पनि भएन त्यसपछि हामी चटपटी खान लाग्यौँ बल्ल बल्ल पालो पनि आयो अनि त्यसपछि फेरि हामी जान लाग्यौँ गाडी चाहिँ हामी चाहिँ यहाँ गाडी बस्यौँ उम्मेर जाने हो क्या अरू त अरू यसलाई त देखेर नै भित्र बस्दै गाडी खोल्नु गाडी खुल्ला थियो हामी चाहिँ जान लाग्यो के म त हान्न आज यस्तो हो बाटो भन्न गाइज आउने बेला दिले भेट ओइ कस्तो भाइ गाइज यहाँ त याद आउँछ के गर्ने नमसारे गरीलाई जाऊ मोटु तिम्रै नामको सुसाउँदै देउरालीले चोक आइम गाइज आज अझै यहीँ झऱ्यौँ यो चाहिँ हाम्रो घर जाने बाटो यो चाहिँ अर्खान जाने बाटो यो चाहिँ भुटोल यसलाई चाहिँ बम्बी डाउन लाग्यो गाइज मुकेर नमेर त्यसपछि हामी गोर्सी चोकमै झरेर लस्सीहरू खायौँ गर्मी भएको थियो अनि त्यहाँ पट्टु पनि रहेछ पट्टुसँग एकछिन कुरा गऱ्यौँ अनि त्यहाँ घरतिर आयो घर नजिक ताल थियो त्यहाँ पनि हेऱ्यौँ तालको भिडियो चाहिँ टिकटकमा राख्छु हेर्नु होला अनि घर आएर फेरि थ्याङ्क यू फर वाचिङ